ख्रिस्टका अति प्रियजनहरूमा जय मसीह। आज म परमेश्वर पिताबारे तपाईँको बिचमा केही कुरा प्रस्तुत गर्न चाहन्छु। परमेश्वर सन्तुलित हुनुहुन्छ भन्ने शीर्षकमा। परमेश्वर पवित्र, प्रेमी, दयालु र विश्वासयोग्य हुनुहुन्छ, तर उहाँ न्यायी र धर्मी पनि हुनुहुन्छ। परमेश्वरको सम्बन्धमा धेरैजनाले एकतर्फी विचार गर्छन्। कतिले उहाँको प्रेमलाई अधिक जोड दिन्छन्, उहाँको अनुग्रह, उहाँ क्षमा दिने हुनुहुन्छ भनेर धेरै मानिसहरूले एकतर्फी जोड दिने गर्दछन्। तर उहाँ प्रेमी, दयालु, अनुग्रही, क्षमा गर्ने मात्रै नभई उहाँ आफै पवित्र हुनुहुन्छ र मण्डलीलाई वा विश्वासीलाई पवित्र भएको चाहनुहुन्छ र उहाँ न्यायकर्ता पनि हुनुहुन्छ। यो सत्यलाई चाहिँ मानिसहरूले वास्तै गर्दैनन्। उहाँ एकतर्फी मात्रै होइन, तर सन्तुलित हुनुहुन्छ। उहाँ प्रेमी, दयालु सँगसँगै उहाँ चाहिँ न्यायकर्ता पनि हुनुहुन्छ, उहाँ न्यायी पनि हुनुहुन्छ। परमेश्वरको प्रेमले पश्चाताप गर्ने पापीप्रति दया देखाउने र उसको पाप क्षमा गर्ने पक्षलाई औल्याउँदछ भने उहाँको पवित्रता र न्यायले चाहिँ व्यवस्था अनुसार पापलाई पूर्ण दण्ड दिनुपर्छ भन्ने माग पनि गर्दछ। रोमी 6:23लाई हामी हेऱ्यौँ भने किनभने पापको ज्याला मृत्यु हो भनेर लेखिएको छ। प्रस्थान 18:20 अनुसार तिमीले तिनीहरूलाई विधि विधानहरू सिकाउने गर्नु र तिनीहरूले जिउने तरिका र गर्नुपर्ने कर्तव्य तिनीहरूलाई सिकाइदिनु भन्ने लेखिएको छ। परमेश्वर मानिस हुनुहुन्न, अर्थात् उहाँ परमेश्वर मानिस मात्र हुनुभएको भए दुवै पक्षमा निरन्तर भइरहने सङ्घर्षद्वारा उत्पन्न भएका परस्पर विरोधी भावनाहरू अनि इच्छाहरूको कारण उहाँ निश्चय निराश भइसक्नुहुने थियो। तर परमेश्वर मानिस हुनुहुन्न अनि यी दुई विरोधी भावनाहरू एक अर्कामा पूर्ण तालमेलमा काम गर्छन्। एउटा भावनालाई अर्को भावनाले सन्तुलित पारिदिन्छ। एक प्रेमी, दयालु परमेश्वरले कुनै असहाय मानिसलाई नरक पठाउन चाहनुहुन्न। यसकारण नरकै हुँदैन भन्ने तर्क परमेश्वरको दृष्टिकोणमा असन्तुलित छ। नरकको भयानकता र कलवरीको कष्टमय मृत्युको समयमा छाएको घोर अन्धकारलाई बुझ्नको निम्ति पापको विरुद्ध परमेश्वरको क्रोधको भयानकता र उहाँको पवित्रतालाई मनन गर्नुपर्छ। कोरिन्थीको मण्डलीहरूलाई पावलले लेखेको दोस्रो पत्रमा 5:11 यसरी लेखिएको छ, यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौँ, तर हामी जे छौँ परमेश्वरले जान्नुहुन्छ र म आशा गर्दछु त्यो तिमीहरूका विवेकमा पनि प्रष्टै होला। परमेश्वरको पवित्रताले हामी पवित्र बनाऊ भन्ने माग गर्दछ। परमेश्वरको न्याय अनुसार परमेश्वरको व्यवस्थाले दोषी मानिसलाई अनन्त दण्डको सजाय दिने निर्णय गरेको छ। तर हामीले उपभोग गर्न पाएका महान आशिष यही हो कि परमेश्वरले मुक्तिको एउटा यस्तो बाटो खोल्नु भएको छ जसद्वारा परमेश्वरको पवित्रता र उहाँको प्रेम दुवैको सन्तोषप्रद समाधान भएको छ। अर्थात् पापको ज्याला मृत्यु हो भन्ने वचनलाई पुरा गरिएको छ। हरेक पापीको निम्ति पाप बनेर निष्कपट निष्कलङ्क थुमा अर्थात् ख्रिस्ट येशू तपाईँ अनि मेरो निम्ति अर्थात् जसले उहाँलाई मेरो निम्ति उहाँ पापको लागि मर्नुभयो, मेरो पापको ज्याला चाहिँ उहाँले भोग्नुभयो, उहाँले लिनुभयो भन्ने जसले विश्वास गर्छ त्यसको निम्ति चाहिँ उहाँ अर्थात् हाम्रो दण्डको निम्ति उहाँले सजाय भोग्नु भएको छ। यसअनुसार जसरी व्यवस्थाले माग गरेको पापको ज्याला मृत्यु हाम्रो निम्ति उहाँ ख्रिस्ट येशूले भोगिसक्नु भएको छ। तर हामीले उपभोग गर्न पाएका महान आशिष यही हो साँच्चै नै कि परमेश्वरले मुक्तिको एउटा साँचो मार्ग, सत्य मार्ग ख्रिस्ट येशूद्वारा भएर हामी स्वर्ग जानको निम्ति उहाँले बाटो खोलिदिनु भएको छ, जसद्वारा परमेश्वरको पवित्रता र उहाँको प्रेम दुवैको सन्तोषप्रद समाधान भएको छ। यसले व्यवस्थालाई पनि पुरो गरेको छ। फलस्वरूप
मानिसले स्वतन्त्र बनी मुक्ति वा दण्ड, स्वर्ग वा नरक जे चाहन्छ त्यो रोज्न सक्छ। हुन्छ, आजलाई यति नै। धन्यवाद सबैलाई। जय मसी।